म एकचोटि फेरि पनि नमस्कार गर्दछु र हजुरहरूलाई स्वागत गर्दछु। आजको कविताको शीर्षक रहेको छ भविष्यको उज्यालो। किनभने हाम्रो देश नेपालमा जुन जस्तो किसिमको अहिले घटना घटिरहेको छ त्यसमा आधारित भएर मैले एउटा छोटो र मिठो भविष्यको उज्यालो नामक एउटा कविता बनाएको छु। यदि राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब र सकेसम्म सम्पूर्ण जनता नेपाली जनता पुर्याइदिनु हुन सेयर गर्नुहोला भनेर म हार्दिक अनुरोध गर्दछु। साथै साथ अब यहाँहरूको माझमा म एउटा सानो एउटा आज लेखेको कविताको शीर्षक रहेको छ भविष्यको उज्यालो। त्यसैले म यहाँहरूलाई म यो भविष्यको उज्यालो सहित यहाँको यस कविताको फोटो पनि हालिदिन्छु म यो मेरो च्यानल मार्फत। यदि हजुरलाई राम्रो लागेको छ र लिन मन छ भने कृपया मलाई यो नम्बरमा फोन गरिदिनु होला। धन्यवाद। या मेसेज गरिदिनु होला। धन्यवाद। म हजुरलाई यो प्रिन्ट आउट निकालेर पठाइदिन्छु र यसको शुल्क हजुरहरूले मलाई कति राम्रो लागेको छ त्यो अनुसार दिनुहोला। धन्यवाद। भविष्यको उज्यालो। सपनाको जुन जस्तै टल्किन्छ आकाशमा, श्रम र साहसले भरिन्छ हरेक श्वासमा। अन्धकार छ तर मनभित्र उज्यालो छ। अन्धकार छ तर मनभित्र उज्यालो छ। भविष्य हाम्रो आफ्नै हातको मुठीमा खोलो छ। भविष्य हाम्रो आफ्नै हातको मुठीमा खोलो छ। शिक्षा र सिपले बन्छ मार्ग उज्यालो। शिक्षा र सिपले बन्छ मार्ग उज्यालो। साँचो कर्म गर्नेलाई मिल्छ सधैँ प्यारो फल। हारे जस्तो देखिए पनि जित्न सकिन्छ फेरि। हारे जस्तो देखिए पनि जित्न सकिन्छ फेरि। भरोसा गर आफूमाथि, नछोड कहिले देरी। यो माटो साँचिन्छ जब आशाले सिंचित हुन्छ। नयाँ बिहान सधैँ मेहनतको उज्यालो बन्छ। नयाँ बिहान सधैँ मेहनतको उज्यालो बन्छ। बालबालिका हर्षले भरिएर मुस्कान बाँड्छन्। बालबालिका हर्षले भरिएको मुस्कान बाँड्छन्। हामीले बताएको बाटो उनीहरू पाउँदछन्। हामीले बनाएको बाटो उनीहरूले पाउँदछन्। सपना हो भविष्य हामीले लेख्ने कथा। सपना हो भविष्य हामीले लेख्ने कथा। तिमी म अनि हामी सबैको साझा माया व्यथा। तिमी म अनि हामी सबैको साझा व्यथा। उज्यालो छ हेर्ने दृष्टि चाहिन्छ मात्र। उज्यालो छ हेर्ने दृष्टि चाहिन्छ मात्र। भविष्य बनाऊ आत्मबल र सत्यको साथ। भविष्य बनाऊ आत्मबल र सत्यको साथ। यदि यो कविता यहाँहरूलाई राम्रो लागेको छ भने कृपया यसको प्रतिक्रिया दिनुहोला। यदि यो कविताको प्रिन्ट आउट चाहिएको छ भने मेरो युट्युब च्यानलमा राखिएको नम्बरमा एसएमएस गर्नुहोला। म हजुरलाई प्रोभाइड गर्दछु र यसको शुल्क हजुरहरूमा छोड्छु। नमस्कार।